साथीहरूलाई आजको यस भिडियोमा म नेपालको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्मानित काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाको संक्षिप्त विश्लेषण गर्न गइरहेको छु। साथीहरू, प्रस्तुत नक्कली भुटानी शरणार्थी प्रकरण नेपालको आपराधिक न्याय इतिहासमा अत्यन्त गम्भीर, संगठित र बहुआयामिक अपराधको रूपमा देखियो। यो अत्यन्त गम्भीर किन देखियो भन्दा प्रस्तुत नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छविमाथि अत्यन्तै नकारात्मक प्रभाव पार्यो। साथीहरू, प्रस्तुत मुद्दा संगठित किन देखियो भने साथीहरू कि प्रस्तुत नक्कली भुटानी शरणार्थी प्रकरण कुनै एक व्यक्तिद्वारा गरिएको अपराध नभइकन राज्यको उच्च ओहदामा बसेका व्यक्तिहरू समूहहरूद्वारा भएको अपराध थियो। प्रस्तुत मुद्दा बहुआयामिक अपराधको रूपमा हेरियो किन भन्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले धेरै अपराधहरू गरे, दुई वा दुईभन्दा बढी अपराधहरू गरे। त्यसकारणले गर्दा प्रस्तुत नक्कली भुटानी शरणार्थी प्रकरण नेपालको इतिहासमा भएको एकदमै ठुलो अपराधको रूपमा यस घटनालाई व्याख्या गर्न सकिन्छ। साथीहरू, किन भन्दा यो ठगी मात्र नभई के भयो त यो राज्य विरुद्ध भएको अपराध भयो। साथीहरू, यस प्रकरणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी रूपमा अमेरिका तथा तेस्रो देशमा पुनर्स्थापना गराइदिने प्रलोभन देखाई ठुलो रकम असुल गरियो। साथीहरू, जसमा प्रतिवादीहरूले सरकारी कागजात फिर्तै गरे, सरकारी पद र प्रभावको दुरुपयोग गरे तथा नेपालको अन्तर्राष्ट्रिय छविमा नै नकारात्मक असर पर्ने कार्य गरेको सम्मानित जिल्ला अदालतको फैसलाबाट हामीले देख्न सक्दछौँ। साथीहरू, प्रतिवादीहरूले नेपाल सरकारद्वारा गठन गरिएको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनलाई नक्कली रूपमा संशोधन गरी नेपाली नागरिकलाई आफ्नै नागरिकलाई कसरी शरणार्थी बनाए, आफ्नै नागरिकलाई भुटानी शरणार्थीको सूचीमा समावेश गरी झुटो विश्वास दिलाए। त्यसपछि आफ्नै नागरिकहरूलाई के त रिफ्युजी बनाई, शरणार्थी बनाई अथवा बनाउने प्रयत्न गरी एकदमै ठुलो प्रतिवादीहरूले के गरे त रकम उठाए। अब यी प्रतिवादीहरूको चाहिँ कसुर गर्ने तरिका कस्तो थियो त साथीहरू, त्यसमा छलफल गरौँ। जस्तो प्रतिवादीहरूले झुटो आश्वासन दिए, अमेरिका पठाइदिने भनी आफ्नै नागरिकलाई के गराए त झुटो प्रलोभन देखाए। मन्त्री परिषद र गृह मन्त्रालयबाट प्रक्रिया स्वीकृत भइसक्यो भन्ने समेत यिनले के गरे त भ्रम सिर्जना गरे। यी प्रतिवादीहरू यति मात्रै गरेनन्, प्रतिवादीहरूले केसम्म गरे भन्दा नक्कली प्रतिवेदन समेत तयार गर्न पछि हटेनन्। जस्तो बालकृष्ण पन्थी कार्यदलको सक्कली प्रतिवेदनमा नभएका अनुसूची थप गरे, नक्कली सूचीमा नेपाली नागरिकको नाम समावेश गरेर देखाए। त्यस्तै गरी प्रतिवादीहरूले नक्कली परिचय पत्र र कागजात समेत निर्माण गरे, नक्कली भुटानी शरणार्थीको परिचय पत्र तयार गराए, ट्राभल डकुमेन्ट, बायोमेट्रिक प्रक्रियाको समेत यिनीहरूले के गरे नाटक गराए। रकम असुली पीडितहरूबाट लाखौंदेखि करोडौं रुपियाँसम्म उठाए, विभिन्न बैंक खाताहरू प्रयोग गरी रकम स्थानान्तरण समेत गरे। प्रतिवादीहरूले संगठित नेटवर्कको प्रयोग गरे, बिचौलिया, कर्मचारी, राजनीतिक पहुँच भएका व्यक्ति तथा अन्य व्यक्तिहरूको समन्वयमा अपराध सञ्चालन गरे। प्रस्तुत मुद्दामा अदालतबाट स्थापित कानुनी तथ्यको समेत हामी यस भिडियोमा चर्चा गर्छौँ। साथीहरू, जस्तो प्रस्तुत मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालतले ठगी भएको ठहर गर्यो। मुलुकी अपराध संहिता 2074 को दफा 249 अनुसार झुटो आश्वासन दिई आर्थिक लाभ लिने उद्देश्यले रकम असुल गरिएको
प्रमाणित भयो। प्रस्तुत मुद्दामा प्रतिवादीहरूले सरकारी लिखित कृत्य गरे। नेपालको मुलुकी अपराध संहिता 2074 को दफा 276 अन्तर्गत सरकारी प्रतिवेदन र परिचय पत्र नक्कली रूपमा तयार भएको समेत पुष्टि भयो। प्रस्तुत मुद्दामा प्रतिवादीहरूले सङ्गठित अपराध गरे। सङ्गठित अपराध निवारण ऐन 2070 अनुसार साथीहरू 3 वा सोभन्दा बढी व्यक्तिको योजनाबद्ध एउटा प्लानिङमा तिनीहरूको एउटा संलग्नतामा कुनै अपराध भयो भने त्यसलाई हामी के भन्छौँ त सङ्गठित अपराध भनेर परिभाषित गर्छौँ। र सम्मानित काठमाडौँ जिल्ला अदालतले पनि प्रस्तुत मुद्दालाई सङ्गठित अपराधको रूपमा प्रश्न पार्यो। र प्रस्तुत मुद्दा यो ठगी मात्र नभएर के भयो त सम्मानित काठमाडौँ जिल्ला अदालतले प्रस्तुत मुद्दा राज्य विरुद्धको कसुर हो भन्ने ठहर गर्यो। मुलुकी अपराध संहिता 2074 को दफा 51 अन्तर्गत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा प्रतिकूल असर पर्ने कार्य गरिएको समेत काठमाडौँ जिल्ला अदालतले के गर्यो ठहर गर्यो। प्रस्तुत मुद्दालाई सम्मानित काठमाडौँ जिल्ला अदालतले एकीकृत कसुर भएको समेत ठहर गर्यो। एउटै घटनाबाट अनेक आपराधिक कसुरहरू सिर्जना भएकाले एकीकृत कसुर गरेको समेत सम्मानित काठमाडौँ जिल्ला अदालतले फैसला गर्यो। अब प्रस्तुत बहुचर्चित मुद्दामा अदालतबाट दोषी ठहर भएका मुख्य प्रतिवादीहरू निम्न रहेका छन् साथीहरू। केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझीलाई प्रस्तुत मुद्दामा अदालतले मुख्य प्रतिवादी भएको ठहर गर्यो भने केही प्रतिवादीहरूलाई मतियारको रूपमा दोषी ठहर गरेको छ भने केहीले सफाई समेत पाएका छन्। अब हेर्नु साथीहरू, प्रस्तुत मुद्दाले नेपालको लागि कस्तो प्रभाव पार्यो त? जस्तो नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर क्षति पुग्यो कि नेपालको एउटा प्रशासनिक संयन्त्र चुस्त दुरुस्त छैन। सार्वजनिक सरोकारमा बसेका सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, उच्च तहमा बसेका व्यक्तिहरूले यो सम्मको घृणित काम गर्छ भन्ने किसिमको एउटा नकारात्मक असर पर्यो साथीहरू। शरणार्थी व्यवस्थापन प्रणाली प्रति अन्तर्राष्ट्रिय समुदायको विश्वासमा असर पर्यो कि नेपालले रेफ्युजीलाई जसरी म्यानेजमेन्ट गरेको छ त्यसको अथेन्टिसिटीमाथि चाहिँ के भयो त एउटा क्वेसन उठ्यो। अन्तर्राष्ट्रिय समुदायले इन्टरनेसनल कम्युनिटीले एउटा प्रश्न उठायो कि अहिलेसम्म भइरहेका कार्यहरू के ती कानुन सम्मत थिए अथवा ती विश्वसनीय थिए भन्ने विषयमा समेत के उठ्यो त प्रश्न उठ्यो। त्यसै गरी सरकारी निकायको विश्वसनीयतामा समेत प्रश्न उठ्यो। त्यसै गरी सङ्गठित अपराध र राजनीतिक संरक्षण सम्बन्धी बहसलाई तीव्रता दियो कि कुनै पनि सार्वजनिक पद धारण गरेको, उच्च ओहदामा बसेको र त्यस्ता बिचौलियाहरूलाई चाहिँ कसरी राजनीतिले संरक्षण गरेको छ, राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण भएको छ भन्ने विषय समेत प्रस्तुत मुद्दाले के गर्यो त प्रस्तुत फैसलाले देखायो साथीहरू। यो मुद्दामा नक्कली भुटानी शरणार्थी प्रकरण साधारण ठगी होइन। यो पक्कै पनि साधारण ठगी होइन। यो हुन त कुनै एउटा व्यक्तिबाट लाखौं करोडौं रुपियाँ असुल गर्ने कार्य गरियो होला। प्रतिवादीहरूको मनासाय त ठग्ने नै मनासाय हो। उनीहरूले पीडितबाट के गरे त रकम असुल उपर गरे। तर यो मुद्दालाई ठगीको मुद्दाको रूपमा मात्र हेर्न सकिँदैन साथीहरू। किन भन्दाखेरि उनीहरूले प्रतिवादीहरूले ठगी गर्ने क्रममा के गरे त राज्य विरुद्धको अपराध गरे। राज्यको देशको अन्तर्राष्ट्रिय एउटा प्रतिष्ठामाथि एउटा चाहिँ खलल स्थापना गरे। राज्यको एउटा प्रतिष्ठालाई एउटा चाहिँ राज्यको जुन अन्तर्राष्ट्रिय छवि छ त्यसलाई बिगार्ने कार्य गरे हैन। यो सङ्गठित अपराध रूपमा हेरिन्छ यसलाई। किन भन्दा यो कुनै एउटा व्यक्तिले गरेको अपराध नभएर एउटा समूह मिलेर एउटा सुनिश्चित हिसाबले एउटा सङ्गठित हिसाबले गरेको अपराध देखियो साथीहरू होइन। त्यसकारणले गर्दाखेरि प्रस्तुत मुद्दा के त ठगी मात्र नभई के हो त यो सरकारी कागजात कृत्य गरेको, सङ्गठित अपराध र राज्य विरुद्धको गम्भीर अपराध भएको अदालतले निष्कर्ष निकालेको छ। यस प्रकरणले सार्वजनिक पदको दुरुपयोग, संस्थागत कमजोरी र सङ्गठित अपराध नियन्त्रणका चुनौतीलाई उजागर गरेको छ साथीहरू। भविष्यमा यस्ता अपराध रोक्न सरकारी अभिलेखको सुरक्षा, पारदर्शिता, जवाबदेहिता र प्रभावकारी आपराधिक अनुसन्धान प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक देखिन्छ साथीहरू। धन्यवाद।